यो यार यो ओ साला ए साला भाइ यसलाई चाहिँ हामी उद्धार गर्ने कार्यक्रम गर्दैछु हैन ल गाइस चाहिँ हामी चाहिँ माछा मार्न आइरहेको छौं हैन बल्छी लिएर बल्छी पुरै बल्छी है बल्छीमा यो हो बल्छी है समुद्रमा माछा मार्न आइरहेको छौं गाइस एकजना वहाँ मारिरहेछ हैन एकजना यहाँ माछा तान्दैछन् कति पर्दो रहेछ हेरौँ है त ठुलो पर्छ क्या फेरि गाइस यहाँ चाहिँ ठुलो एकदम ठुलो पर्छ तान्दैछन् तान्दैछन् धमाधम माछा तर हाम्रो नेचुरल खोलाको जस्तो मिठो चाहिँ नहुने क्या यहाँको माछा हैन त्यति साह्रो टेस्टी चाहिँ नहुने हैन तर पर्न चाहिँ पर्छ फेरि तपाईको यहाँ हेर्नु कछुवा यहाँनेरि कछुवा निक्लिन्छ है सानो सानो कछुवा छैन गाइस यार अहिले निक्लेन यार आऊ 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 तपाईको त्यहाँनेरि चाहिँ नाउहरू आएर बस्छ क्या त्यहाँ पानीहरू बढेको बेलामा है सुनामीहरू आएको बेलामा अहिले अलिक परेन अलि बेला भएर नै क्या ला हो निक्लेर गए अल्झ्यो ए बल्छी फ्याँकै खतरा छ क्या फेरि यो चाहिँ कुन ठाउँ भन्नुहुन्छ भने हैन यो ओमेन हो हैन ओमेन हो यहाँनिर चाहिँ अब यसो अहिले ईदको छुट्टी छ हैन त्यही भएर यसो माछा मार्न आउँ भनेर यहाँ यसो आएको साथीहरूसँग हैन मार्दैछ यहाँनिर चाहिँ के कुद्दैछ अरे गाइस के हो यार ओ साला ओ तेरी के हो यार यो ओ साला ए साला भाइ अरे यार के हो यार लिली कुद्छ त यार यो चाहिँ साला यार यो गङ्गेटा रहेछ हैन लिली कुद्दो रहेछ हौ गङ्गेटा त हट्टेरी यार यार लुक्दो रहेछ यार साला यसलाई चाहिँ हामी उद्धार गर्ने कार्यक्रम गर्दैछु हैन यसलाई चाहिँ अब समुद्रमा चट्ट समुद्रमा छोडिदिने हो है यसलाई पुरा सुन्दैछ है यसले चाहिँ टक्क चट्टसँगले अब यसलाई समुद्रमा चट्ट छोडिदिने दादा तेरो घर जा ए गए जा त जा अब यहाँ चाहिँ पक्कै त्यो कालो बाम माछा होला क्या त्यो ठुलो हुन्छ नि बाम माछा पक्कै त्यो बाम माछा हुनुपर्छ यहाँ चाहिँ यस्तो गहिरो बालुवामा बस्छ क्या त्यो
कस्तो छ यार ए मरेछ सासै थुनेर मरे क्या बुढाबुढी थिएछ है छ हो त्यो बच्चा गङ्गटा रहेछ खाएर फालेको ए ठुलो छ ओए कत्रो रहेछ आमामा जिउँदै रहेछ त जिउने छ त ठुलो छ ओहो कस्तो सेतो खालको रहेछ त ओए साला भाग्छ साला अब क्या कुद्दै थियो ए साला कहाँ भागेको रे भैया यो यस्तो सिङ पनि छ यहाँ आँखा रहेछ झिमिक गर्छ त थामा साला खोज्दो रहेछ यार माल हो यो चाहिँ माल सितान माल आँखा यस्तो भेटायो यस्तो खन्दाखेरि आमामा क्या टल्केको क्या टिलिक्क टल्किने खालको रहेछ हो आमा डिजाइन रहेछ नि पाल्नु खालको रहेछ यहाँ के हुन्छ हौ जीवहरू पनि यार समुद्रमा यार यस्तो समुद्रमा के छ यार यस्तो भित्र बसेको रहेछ यार यत्रो खाँदाखेरि भेट्यो यार यसलाई यहाँ तल तुलोमा बसिदिरहेको बसिरहेछ